साथीहरु नमस्कार। हामी चाहिँ आज यो एकदमै अहिलेको भाइरल ठाउँ क्याफे फोक्फो भनेर चाहिँ रहेछ, त्यहाँ चाहिँ आइपुगेका छौँ। कफी पिउँदै यस्तो राम्रो यो कृत्रिम झरनाको चाहिँ अनुभव गरिरहेका छौँ। यो चाहिँ सौलमा रहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ कति मजाले चाहिँ नेपालमा त यस्ता झरनाहरू प्राकृतिक रूपमै यस्ता झरनाहरू योभन्दा राम्रा झरनाहरू छन्। तर कोरियामा चाहिँ अब प्रकृतिले चाहिँ नदिए पनि कृत्रिम रूपमा भए पनि बनाएर चाहिँ यस्तो मनोरम बनाएर पर्यटकहरूलाई, आन्तरिक पर्यटकहरूलाई विशेष गरेर चाहिँ आकर्षण गरेको देखिन्छ। र अहिले चाहिँ टिकटकमा पनि चाहिँ यो ठाउँ एकदमै भाइरल भएकोले गर्दाखेरि हामी पनि चाहिँ कस्तो चाहिँ होला भनेर चाहिँ आज सलनालको बिदाको अवसरमा सौल आउनुपर्ने नै भएकोले गर्दाखेरि त्यो सौल आउने क्रममा एकछिन यहाँ आइपुगेका छौँ। र यो ठाउँ चाहिँ एकदम मनोरम राम्रो रहेछ। र आज मौसम पनि एकदम राम्रो भएको कारणले गर्दाखेरि मान्छेहरू पनि चाहिँ एकदमै धेरै उपस्थिति एकदमै राम्रो छ। र यहाँ चाहिँ यसरी बाहिरपट्टि बसेर कफी क्याफेहरू यहाँ धेरै छ। कफी चाहिँ मजाले खाँदै चाहिँ यसरी यो ठाउँको अवलोकन गर्न पनि सकिने हुँदा एकदमै तपाईहरु पनि चाहिँ समय मिल्छ भने आउनु होला। म यो भिडियोमा चाहिँ ठेगाना राखिदिनेछु। क्याफे फोक्फो भन्दो रहेछ यसलाई चाहिँ।